ल आज हामी कुरा गर्दैछौँ विक्रम सम्वत 2082मा भएको त्यो विशाल युवा विद्रोहको, जसले पूरै नेपाललाई हल्लाइदिएको थियो। अनि हाम्रो आधार हो त्यही घटनाबारे सरकारले बनाएको जाँचबुझ आयोगको आधिकारिक प्रतिवेदन। सबैभन्दा पहिले त्यो विद्रोहको ज्वरो कहाँ थियो त त्यहाँबाट सुरु गरौं। प्रतिवेदनले एउटा एकदमै तीतो सत्य देखाउँछ। पछिल्लो 35 वर्षमा नेपालले 30वटा सरकार देख्यौं। सोच्नुस् त, 35 वर्षमा 30 सरकार। यो तथ्याङ्कले नै देश कति राजनीतिक अस्थिरताबाट गुज्रिरहेको थियो भन्ने प्रश्न पार्छ। र यही नै थियो त्यो विद्रोहको मुख्य पृष्ठभूमि। आयोगको प्रतिवेदनले के भन्छ भने, राज्य सत्तामा बारम्बार एउटै अनुहार रहनु, विकास र सुशासन भन्दा पनि सत्ता सङ्घर्ष र सरकार परिवर्तनको खेल बढी भएको देखिन्छ। यो भनाइले नै त्यस बेलाको जनआक्रोश कस्तो थियो भनेर प्रश्न पार्छ, होइन त? विकास त एकातिर, तर सत्ताकै खेलमा उही पुराना अनुहारहरू बारम्बार देख्दा मानिसहरूमा, खास गरी युवाहरूमा गहिरो निराशा छाएको थियो। र यही निराशा नै त्यो विद्रोहको आगो सल्काउने झिल्को बन्यो। ल, आजको यो विश्लेषणमा हामी के कुरा गर्छौं त? सबैभन्दा पहिले राष्ट्रको निराशाको कुरा, त्यसपछि त्यो डिजिटल झिल्को जसले आगो लगायो, अनि ती 2 दिनको कोलाहल, भएको क्षतिको लेखाजोखा पनि हेर्छौं र अन्त्यमा यो घटनालाई विश्वव्यापी रूपमा पनि हेर्नेछौं। ल, अब अलिकति गहिराईमा जाउँ है। यो विद्रोह, यो रातारात भएको घटना त पक्कै थिएन। यसको जरा धेरै गहिरो थियो। त्यसो भए प्रतिवेदनले औल्याएका ती लामो समयदेखिका कारणहरू के थिए त? यी कारणहरू हेर्नुस् त, यी सबै वर्षौंदेखि थुप्रिएका गुनासाहरू थिए। जताततै भ्रष्टाचार, युवाहरूमा बेरोजगारीको समस्या, धनी र गरिब बीचको खाडल झन्झन बढ्दै जाने, अनि हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप। यी सबै कुराले आम मानिस र विशेष गरी युवा पुस्तामा एक किसिमको दिक्कदारी र आक्रोश पैदा गरिरहेको थियो। अनि यो सबैको केन्द्रमा को थियो त? जेनजी। प्रतिवेदनले उनीहरूलाई डिजिटल नेटिभ भनेको छ, मतलब इन्टरनेट र स्मार्टफोनसँगै हुर्किएको पुस्ता। उनीहरूको लागि यो जीवनको एउटा अभिन्न अङ्ग नै हो। यही पुस्ताको मनोविज्ञान नबुझिकन यो विद्रोहलाई बुझ्नै सकिँदैन। ल, अब कुरा गरौँ त्यो एक झिल्कोको, जसले बारुदको थुप्रोमा आगो लगाउने काम गर्यो। वर्षौंदेखिको असन्तुष्टि त थियो, त्यो हामीले देखिहाल्यौं। तर त्यस्तो के भयो जसले मानिसहरूलाई तुरुन्तै सडकमा उत्रिन बाध्य बनायो? त्यो झिल्को थियो सरकारको एउटा निर्णय। भाद्र 19 2082मा सरकारले 26वटा लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने घोषणा गर्यो। र प्रतिवेदनका अनुसार यही निर्णय नै आन्दोलनको तत्कालको प्रमुख कारण बन्न पुग्यो। अब यो प्रतिबन्ध किन यति ठूलो मुद्दा बन्यो त? किनभने जेनजीका लागि यी प्लेटफर्महरू केवल टाइमपास गर्ने ठाउँ थिएनन्। यो उनीहरूको लागि कमाउने माध्यम थियो, साथीभाइसँग कुरा गर्ने मुख्य च्यानल थियो, नयाँ कुरा सिक्ने र जानकारी लिने औजार थियो, अझ आफ्नो पहिचान व्यक्त गर्ने र #NoNotAgain अनि #एन्टी-करप्सन जस्ता अभियानहरू चलाएर सङ्गठित हुने ठाउँ पनि यही थियो। जब सरकारले उनीहरूको यो लाइफलाइन नै काटिदियो, तब उनीहरूको धैर्यको बाँध टुट्नु स्वाभाविक थियो। अनि त्यसपछि के भयो? त्यसपछि सुरु भयो 2 दिनको कोलाहल। आउनुहोस् अब त्यो घटनाक्रमतर्फ लागौं जब देशले एक अभूतपूर्व अवस्थाको सामना गर्यो। पहिलो दिन, भाद्र 23, माइती घरमा सुरुमा त शान्तिपूर्ण प्रदर्शन नै थियो, तर प्रहरीको ब्यारिकेड तोडियो अनि स्थिति बदलियो। प्रहरीले पानीको फोहरा हान्यो, प्रदर्शनकारीहरूले ढुङ्गा हाने र हेर्दा हेर्दै स्थिति नियन्त्रण बाहिर गयो। त्यो दिनको अन्त्यसम्ममा 29 जनाले ज्यान गुमाइसकेका थिए। अनि अर्को दिन, भाद्र 24 मा त्यो हिंसा देशभरि डढेलो झैं फैलियो। सरकारी भवन, निजी पसल, राजनीतिक दलका कार्यालयहरू जताततै आगजनी र तोडफोड भयो। अब यति ठूलो विनाशपछि के भयो, किन भयो भनेर सत्य तथ्य पत्ता लगाउन अनि मानवीय र भौतिक क्षतिको पूरा हिसाब किताब गर्न एउटा आधिकारिक जाँचबुझ आयोग बनाइयो। हामीले जुन प्रतिवेदनको कुरा गरिरहेका छौं, यो त्यही प्रतिवेदनको आवरण पृष्ठ हो। 2082 साल असोज 5 गते सरकारले यो आयोग गठन गरेको थियो र यसको मुख्य काम नै थियो घटनाको गहिराईमा पुगेर सबै तथ्यहरू बाहिर ल्याउनु। अब आयोगको प्रतिवेदनले निकालेको क्षतिको तथ्याङ्क हेरौं। सबैभन्दा पहिले मानवीय क्षति। त्यो 2 दिनको हिंसामा कुल 76 जनाको मृत्यु भयो। त्यति मात्र होइन, घाइते हुनेहरूको संख्या पनि निकै ठूलो थियो। सुरक्षाकर्मी सहित जम्मा 2522 जना घाइते भए। यसले नै देखाउँछ कि स्थिति कति भयावह थियो।
र भौतिक क्षतिको कुरा गर्ने हो भने त्यो आँकडा त झनै कहाली लाग्दो छ। देशलाई लगभग 85 अर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुग्यो। खैर, यत्रो अनुसन्धानपछि आयोग के निष्कर्षमा पुग्यो त? उनीहरूले दुईटा कुरा छुट्याए। पहिलो, घटनाको तत्कालको कारण। त्यो त सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध नै थियो। तर वास्तविक जड त्योभन्दा धेरै गहिरो थियो। वर्षौंदेखिको भ्रष्टाचार, कुशासन र कहिल्यै अन्त्य नहुने राजनीतिक अस्थिरता। अनि प्रतिवेदनले एउटा अर्को एकदमै महत्त्वपूर्ण कुरा पनि बाहिर ल्यायो। त्यो के भने भाद्र 24 गते जुन व्यापक तोडफोड र लुटपाट भयो त्यो सुरुमा आन्दोलन गर्ने जेनजी प्रदर्शनकारीहरूले गरेका थिएनन्। बरु त्यो अराजकताको फाइदा उठाएर आपराधिक तत्त्वहरूले आन्दोलनलाई हाइज्याक गरेका थिए। ल, अहिलेसम्म हामीले नेपालको घटनाको चिरफार गर्यौं। अब यो घटनालाई अलिकति फराकिलो विश्वव्यापी दृष्टिकोणबाट हेरौँ न। किनभने प्रतिवेदनले नै भन्छ कि नेपालमा जे भयो त्यो कुनै एक्लो घटना थिएन। प्रतिवेदनले अरू देशहरूको पनि विश्लेषण गरेको छ, जस्तै श्रीलङ्का, केन्या, बङ्गलादेश, इन्डोनेसिया, मोरक्को, मेक्सिको, हङकङ। यी सबै ठाउँमा जेनजी पुस्ताले नै यस्तै खालका ठूला आन्दोलनहरूको नेतृत्व गरेको पाइयो। यसको मतलब नेपालको घटना यही विश्वव्यापी ट्रेन्डको एउटा हिस्सा थियो। र सबैभन्दा रोचक कुरा के छ थाहा छ? यी सबै आन्दोलनहरूको माग लगभग एउटै छ। विश्वव्यापी आन्दोलनहरूमा के माग थियो? भ्रष्टाचारको अन्त्य, आर्थिक अवसर र राजनीतिक प्रणालीमा परिवर्तन। अनि नेपालको आन्दोलनमा ठ्याक्कै त्यही माग, भ्रष्टाचारको अन्त्य, आर्थिक अवसर र राजनीतिक प्रणालीमा परिवर्तन। यो त एउटा पुस्ताको साझा आवाज जस्तै देखियो होइन र? त्यसैले अन्त्यमा यो प्रतिवेदनले एउटा निकै गम्भीर प्रश्न छोडेर जान्छ। जब डिजिटल नेटिभ पुस्ता यसरी एउटा प्रमुख राजनैतिक शक्ति बन्दैछ, जब उनीहरू अनलाइनमा सङ्गठित हुन्छन् र सडकमा परिवर्तन माग्छन्, तब स्थापित शक्ति संरचनाहरूले यो नयाँ पुस्तासँग कसरी सामञ्जस्यता कायम गर्लान्? यो प्रश्न नेपालको लागि मात्र होइन, आजको दिनमा विश्वभरिकै लागि एउटा महत्त्वपूर्ण चुनौती बनेको छ।